त्यो पिङ र त्यो लन्डनको दबाई हामी दलदल उडाउँदै थियो। सो गाइस आज चाहिँ हामी नारायण नदी किनारमा खेलकुद महोत्सव हेर्न आएका छौँ। म, मम्मी, मेरो भान्जा र मेरो वाइफको साथमा। हेरौँ आजको यो महोत्सव कस्तो रहेछ है त गाइस। यो चाहिँ हाम्रो चितवनमा बनेको सेकेन्ड ह्यान्ड भन्दा पनि थर्ड ह्यान्ड भन्दा पनि फोर्थ ह्यान्ड लन्डन ब्रिज। अब यो लन्डन ब्रिजमा हामी जाने तयारीमा छौँ है त। भिडभाड एकदमै छ। Let's go. लन्डन ब्रिज जानको लागि टिकट पाइरहेको छैन, टिकट सकिरहेको छ अरे। आज चाहिँ एकदम प्याक छ, फुल प्याक। फाइनल्ली टिकट पाएर अब लन्डन ब्रिज हुँदै हामी भित्र जाँदैछौँ है त। आज एकदम प्याक छ। यो लन्डन ब्रिज चाहिँ भित्रबाट खै त गाई त्यस्तो छ है, राम्रो त छैन। लन्डन ब्रिज रे के खालको लन्डन ब्रिज हल्लिने यार। लन्डन ब्रिज यो थर्ड ह्यान्ड भन्दा नि फोर्थ ह्यान्डको लन्डन ब्रिज। हाम्रो नानीहरू लन्डन ब्रिज हामी हिँडिरहेका छौँ अहिले चाहिँ। अब यहाँबाट चाहिँ हामी झर्ने लन्डन ब्रिज आइपुग्यो। भित्र एन्ट्री भयो हामी है त। ल इन्स्टलहरू रहेछ। यहाँ भित्रको इन्स्टलहरू चाहिँ सबै प्याक थियो है, हिँड्नलाई पनि एकदमै गाह्रो। अब भित्र झनै गाह्रो छ भन्ने सुनेको छु। हेरौँ कस्तो छ त गाइस। सो गाइज भित्र झनै एकदमै धेरै भिडभाड रहेछ है। यो दुःख, यो सङ्घर्ष भित्र जानकै लागि हामी सबैले गरिरहेका छौँ, एक अर्कालाई ठेलाठेल गरेर। जसरी नि भित्र जानै पर्यो गाइज है। फाइनल्ली आइपुग्यो गाइज यहाँ। साह्रै गाह्रो यार। हाम्रो ग्याङहरू पसिना पसिना भएर कालै भयो। पसिना पसिना भयो गाइज। यति प्याक छ आज, यति प्याक छ यहाँ है। अब के भनौँ है, यहाँ खुट्टा टेक्ने ठाउँ पनि छैन है त। हाम्रो ग्याङहरू हो। हाम्रो ग्याङहरू चाहिँ यहाँ छन् है। कहाँ जाने मम्मी? उडेर जाने हो नातिनु। पानी पाउँदैन खोइ मैले
सो गाइज यस्तै यस्तै दृश्य देखाउँदै आजको मेरो सानो भ्लग यहीँ सकिएको छ। थ्याङ्क्स फर द वाचिङ।